काजीको ओरिजिनल बुढी रहेछ। अब यो भिडियो देखेपछि त ओरिजिनल बुढी पनि आउँछ। ओरिजिनल हो कि डुप्लिकेट हो तपाईँ? दर्शकबिन काजीले सासू बुहारीलाई बेवकुफ बनाएका रहेछन्। हो दर्शकबिन तपाईँ सही सुन्दै हुनुहुन्छ। उनै काजी जसले सासू बुहारीलाई आफ्नो गर्लफ्रेन्ड बनाएका थिए। सासू भने विदेशमा पैसा कमाउने अनि आफ्नो बोयफ्रेन्ड काजीलाई पैसा हाल्ने गर्थिन्। काजीले पनि आफ्नो बुढी हो, मेरो गर्लफ्रेन्ड हो भनेर पैसा माग्ने गर्दथे। तर दर्शकबिन यतिखेर भने सासूलाई पनि अल्लमल्लमा र बुहारीलाई पनि अल्लमल्लमा पारेर दुवैतर्फ चाल हानेका छन् काजीले। हो दर्शकबिन काजीले घरमा भने आफ्नै वास्तविक बुढी राखेर बाहिर पनि दुई दुईवटा गर्लफ्रेन्ड खेलाउने गर्दा रहेछन्। हो दर्शकबिन यतिखेर वास्तविक कुरा भने बाहिर आएको छ। वास्तविक कुरा बाहिर आएपछि यतिखेर दुवै सासू बुहारी भने यतिखेर न रुनु न मर्नु भइरहेको छ। अर्थात् न उनीहरूलाई उकल्नु न थुक्नु भइरहेको छ। दर्शकबिन उनीहरू यतिखेर पीडामा छन्। सासू भने मेरो बुढो मलाई तिमी मलाई माया गर्छौ कि गर्दैनौ भनेर उनले बारम्बार कल गरेर काजीलाई सोधिरहँदा काजीले पनि हो म तिमीसँग केही बेर रिलेसनमा थिएँ, अझ पनि छु, म तिमीलाई भेटेर फेरि कुरा गर्छु, अहिले तिमी फोन राख भन्ने जस्ता कुरा गर्छन्। अर्कोतर्फ बुहारी भने न रुनु न हाँस्नु भइरहेको छ। उनी एकान्तमा गएर रुँदै भन्छन् मैले सब थोक सम्झेर मैले माया गरेँ, तर यतिखेर काजीले मलाई धोका दियो। आफ्नै सासूले पनि मलाई धोका दिन्। सासूले मेरो घरबार बिगार्नु पछि लागिन् र यतिखेर म रुँ या हाँसु, म कता जाउँ के गरौँ भनेर बुहारी पनि अलमलमा परेकी छिन्। बुहारी पनि अलबल्लमा, सासू पनि अलमल्लमा परेकी छन्। दर्शकबिन तपाईँ काजीलाई के भन्न चाहनुहुन्छ, सासू बुहारीलाई के भन्न चाहनुहुन्छ, तलको कमेन्ट बक्समा गएर आफ्नो विचार लेख्नुहोला। र दर्शकबिन तपाईँहरू काजीको वास्तविक पहिचान खुलाउन पर्छ भन्ने चाहनुहुन्छ, काजीको फेस हेर्न चाहनुहुन्छ भने तलको कमेन्ट बक्समा गएर काजीको फेस देखाउनुहोस् भनेर एउटा कमेन्ट गर्नुहोला। र सासू र बुहारी अब मिलेर जानुपर्छ र पत्रकारले सोध्ने प्रश्नवाली भने राम्रो भएन, प्रश्न पत्रकारले पनि उचित प्रश्न सोध्नुपर्छ भन्ने कुरा तपाईँ तलको कमेन्ट बक्समा गएर लेख्नुहोला। हवस् त दर्शकबिन तपाईँहरू हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी हामीसँगै जोडिनुहोला। हवस् त दर्शकबिन आजलाई हामी छुटिन्छौँ, फेरि भेट्नेछौँ। जय देश जय नेपाल।